यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा 15,000 विद्यार्थी अब्सेन्ट भएका छन्। वर्षेनी एसईको परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू अब्सेन्ट किन हुन्छन् त? आज म तपाईहरुलाई यसै सम्बन्धमा जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाई हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई सकिएको छ। यस वर्षको एसई परीक्षामा 15,000 विद्यार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का अनुसार यस वर्षको एसई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा 11,216 वटा विद्यालयबाट 5,14,071 जनाले फारम भरेका थिए, तर यी सबै विद्यार्थी परीक्षामा सहभागी भएनन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, फारम भरेका नियमित र ग्रेड वृद्धि सबै गरी करिब 15,000 विद्यार्थी सहभागी भएनन्। परीक्षाका लागि देशभर 2,079 वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। एसई परीक्षा बिहान 8 बजेदेखि बिहान 11 बजेसम्म सञ्चालन भयो। पहिलो दिन चैत्र 7 गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा, सोही दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मद्रासातर्फ अनिवार्य अरबी भाषा लगायत विषयको परीक्षा थियो। यस वर्ष मात्र नभई पछिल्लो समय वर्षेनी एसई परीक्षा दिने विद्यार्थीहरू हराउने गरेका छन्। गत वर्ष पनि एसईमा सहभागी हुन परीक्षा फारम भरेका 37,000 भन्दा बढी परीक्षार्थी अनुपस्थित भएका थिए। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन 5,04,000 विद्यार्थीले फारम भरेका थिए, तर 4,75,000ले मात्र प्रवेश पत्र लिए। प्रवेश पत्र लिएका मध्ये पनि 8,000 भन्दा बढी परीक्षामा अनुपस्थित रहे। परीक्षामा देशभरबाट 4,67,000 जना मात्र उपस्थित भए। 2079 सालको एसई परीक्षामा 4,85,396 विद्यार्थी सहभागी थिए भने 13,992 परीक्षार्थी अनुपस्थित थिए। 2077 सालको एसई परीक्षामा फारम भरेका मध्ये 13,090 जना परीक्षार्थी अनुपस्थित थिए। 2078 सालको एसईमा 5,14,000 मध्ये 4,95,751 जना मात्र सहभागी भए। 22,640 जना परीक्षार्थीले एसई परीक्षा दिएनन्। यो संख्याको प्रतिशतलाई हेर्दा 4.57% पुग्छ। गत वर्षको तुलनामा भने यस वर्ष परीक्षा छाड्ने विद्यार्थीको संख्या कम छ। यता राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का परीक्षा नियन्त्रक नन्दलाल पौडेल किन यसरी वर्षेनी एसई परीक्षार्थीहरू गायब अर्थात् परीक्षा नदिने भइरहेका छन् भन्ने प्रश्नमा यसका धेरै कारणहरू रहेको बताउँछन्। उनी भन्छन्, कतिपय विद्यार्थीहरू परीक्षा दिँदै केही अप्ठ्यारो विषयको परीक्षा दिने बेला पास गर्न सकिँदैन होला भनेर छाड्छन्। कोही परिवारमा बिरामी वा अन्य घटना घट्दा पनि परीक्षामा सहभागी हुँदैनन्। उनी अन्य कारणहरूमा साथीभाइको लहलहीमा लाग्नु, नेपालको शिक्षा प्रणाली राम्रो छैन भन्ने मानसिकता बनाउनु, गरिबी, कक्षामा हाजिरी नपुग्नु रहेको सुनाउँछन्। कोही बढी उमेर समूहकाले पछि समस्या नपर्ला एसई परीक्षा दिन्छु भनेर फारम भर्छन्। एक्जाम आएपछि भने मर्यादित हुने कुरा लगायत उहाँहरूको आन्तरिक कारणले पनि परीक्षा दिनु हुँदैन। परीक्षा फारम भरे पनि पछि आर्मी प्रहरीहरूलाई बिदा मिल्दैन, त्यही भएर पनि परीक्षा दिन पाउँदैनन्। पछिल्लो समय युवा पुस्तामा नेपालमा पढेर पनि केही गर्न सकिँदैन भन्ने मानसिकता लिने र विदेश जाने गरेका छन्। जसरी पनि पैसा कमाउने हो, किन परीक्षा दिने, बरु विदेश जाउँ भन्ने खालका पनि युवाहरू छन्। कोही पारिवारिक समस्यामा हुन्छन्। यस्ता धेरै कारण छन् जसकारण वर्षेनी एसई परीक्षार्थी परीक्षा नदिएर हराइरहेका छन्। उनले भने,
यता नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी यसरी वर्षेनी विद्यार्थीहरू हराइरहँदा पनि यसबारे सरकारले सोधी खोजी नगरेको बताउँछन्। उनका अनुसार एसई परीक्षामा मात्र नभई कक्षा 1 देखि 12 सम्मकै ट्रेन्ड हेर्दा प्रत्येक कक्षामा पढ्दा पढ्दै विद्यार्थीहरूले विद्यालय छाडेका छन्। यसमा बसाइसराई, गरिबी, अभाव, कमजोर पढाइ लगायत कारणले पढाइसँगै परीक्षा दिन छाड्ने गरेका छन्। तर सरकारले यसतर्फ कुनै चासो नै देखाएको छैन। यही कारण पनि वर्षेनी विद्यार्थीहरू पढ्नबाट टाढिने समस्या निम्तिएको छ। उनले भने सरकारले यस वर्षदेखि नै एसई परीक्षा उत्तीर्ण दर 70% पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सार्वजनिक कार्यक्रममा आउँदो कक्षा 10 को एसई को नतिजा 70% सम्म पुर्याउने घोषणा गर्दै आएका छन्। तर उक्त लक्ष्य अनुसार परीक्षार्थी उत्तीर्ण हुन्छन् या हुँदैनन् भन्नेमा नतिजा प्रकाशन भएपछि मात्रै थाहा हुनेछ।